संवाद मार्फत हामी निर्गोलमा पुगिसकेका छौँ। साथै हामीले सुदन गुरुङसँग पनि सल्लाह गरिसकेका छौँ र सुदन गुरुङको पनि हामीलाई साथ छ। हामी उहाँले पनि यतिखेर यो आन्दोलनलाई उहाँले निर्गोल गर्नुभएको, तर उहाँले हामीलाई गर्नु तपाईँहरू भनेर भनिसकेपछि हामीले अघि बढिसकेका छौँ र संवाद हामी गरेर अगाडि बढ्नेछौँ। हाम्रो नाममा यहाँनिर वार्ता टोलीमा हिजो हामीले सार्वजनिक गर्दै गर्दा उहाँले वार्ता टोलीमा हाम्रो नाममा यो वार्ता टोलीमा हाम्रो पुरुषोत्तम यादव, मिराज ढुङ्गाना, प्रवेश दाहाल, बब्लु गुप्ता अनि त्यहाँबाट यहाँ रक्षा बमको ठाउँमा चाहिँ हामीले किशोरी कार्कीलाई राख्ने निर्णय गरेका छौँ। यहाँ किन भन्दाखेरि रक्षा बमले म बस्दिनँ भनिसकेपछि उहाँको आइसकेको छ, सामाजिक सञ्जाल मार्फत उहाँले जानकारी दिइसक्नु भएको छ। त्यसै गरी उहाँ घाइतेहरूलाई पनि धेरै कुरा, घाइते सडकबाटै घाइते उद्धार गरेर अगाडि बढिरहनु भएको किशोरी कार्कीलाई हामीले यहाँनिर राख्न चाहन्छौँ। टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशिफ मोहम्मद मिया र अरविन्द कुमार, साथै दीपक जङ अधिकारी र अभिषेक श्रेष्ठ चाहिँ घाइतेबाट एकजना हुनुहुन्छ र अब 3 जना व्यक्ति चाहिँ हामीले राख्नेछौँ। हामी भेटेर कुराकानी गरेर 3 जना व्यक्तिहरू, घाइते र शहीद परिवारका व्यक्तिहरू राख्नेछौँ र यो परिस्थितिमा हामीले जेनजीका एजेन्डाहरू चाहिँ के छन् त भन्ने कुरा हुन्छ। जेनजीका एजेन्डाहरू चाहिँ के छ भनेदेखि जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको क्रममा 2082 साल भाद्र 23 गतेदेखि 25 गतेसम्मको समयमा भएको नरसंहार हत्या गरिएका नागरिकहरूलाई सही घोषणा गरिएकोमा तत्काल कार्यान्वयन गर्ने, आन्दोलनमा घाइते भएका नागरिकहरूको निःशुल्क उपचार गर्ने, शहीदहरू तथा शहीदको परिवारको तथा आन्दोलनमा घाइते भएका नागरिकहरूको दीर्घकालीन आवश्यकता सम्बोधन गर्न यथाशीघ्र परिपूर्णको व्यवस्था गर्ने। 2 मा जेनजीको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी आन्दोलनकर्तालाई अभियोजन नगर्ने गरी उचित सुरक्षा प्रदान गर्ने, राज्यका निकाय र राजनीतिक दलहरूद्वारा गराइएका तथा हुनसक्ने आक्रमणहरूबाट यथाशक्य सुरक्षा प्रदान गर्ने र राज्यका तर्फबाट भएका गैर न्यायिक हत्या लगायत अन्य मानवाधिकार उल्लङ्घन घटनाको अनुसन्धान गर्नका लागि एउटा स्वतन्त्र, निष्पक्ष र सक्षम अधिकार सम्पन्न आयोगको गठन गर्ने। 3 मा आन्दोलनरत पक्षले यस सम्झौताको निरीक्षण, अनुगमन, मूल्याङ्कन र पालना गराउन जेनजी प्रतिनिधिको कार्यदल गठन गर्ने। 4 मा सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीको संयोजकत्वमा गठित नेपालको अन्तरिम सरकारलाई वैधानिकता प्रदान गर्ने र नेपालका सम्माननीय राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई स्वीकार गर्ने। 5 मा हालसम्म कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्तिको छानबिन गरी अभियोजन गर्ने र त्यसको सम्पत्ति राष्ट्रियकरण गर्ने। न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाई नागरिक उत्तरदायित्व वहन गर्न योग्य बनाउन आवश्यक व्यवस्था गर्ने। निजामती कर्मचारीलाई जनउत्तरदायी बनाउन आवश्यक व्यवस्था गर्ने। आगामी निर्वाचन पछिको संसदको बैठक मार्फत सबै संवैधानिक आयोगलाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त राख्न र स्वायत्त तथा स्वतन्त्र ढङ्गले कार्य सम्पादन गर्न सक्षम बनाउन उक्त आयोगहरूको संरचना तथा पदाधिकारीहरूको नियुक्तिको पुनः संरचनाको व्यवस्था गर्ने गरी अनिवार्य अनुमोदन गर्ने। 6 मा आगामी र तत्पश्चात हुने आम निर्वाचनबाट चयन हुने कार्यकारी प्रमुख, प्रधानमन्त्री र मुख्यमन्त्रीको निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली मार्फत गरिने व्यवस्था गर्ने। कार्यकारी प्रमुखको पदावधि 2 कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था गर्ने। साथै प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरू मन्त्री परिषदमा सहभागी हुन नमिल्ने व्यवस्था गर्ने। आगामी निर्वाचन पछिको संसदको पहिलो बैठक यस सम्झौतामा उल्लेखित निर्वाचनसँग सम्बन्धित व्यवस्था अनिवार्य अनुमोदन गर्ने। 7 मा आगामी निर्वाचनमा जेनजी उमेर समूह सहित दर्ता भएका मतदाताको नाम दर्ता गराउनका लागि आवश्यक पूर्वाधार तयार गरी मतदाता दर्ता प्रक्रिया सुरु गर्ने। 21 वर्ष उमेरभन्दा माथिको नागरिक पनि आम निर्वाचनमा सहभागी हुन पाउने र नयाँ राजनीतिक दल समेत गठन गर्न मिल्ने गरी आवश्यक व्यवस्था गर्ने। साथै विदेशमा रहेका नेपाली नागरिकको मताधिकार र सहभागिता सुनिश्चित गर्ने। आगामी दिनमा हुने सबै तहको निर्वाचनमा मतदाताहरूलाई नो भोटको समेत अधिकार प्रदान गर्ने गरी आवश्यक व्यवस्था गर्ने। 8 मा माथि उल्लेखित जनादेश म्यान्डेटहरू पूरा नभएमा जेनजी लगायत नेपाली जनताहरू फेरि पनि विद्रोह गर्न बाध्य हुनेछन्। यो भनेको के हो भनेदेखि हामी सबैसँग सहकार्य गर्न चाहन्छौँ, सम्झौता होइन सहकार्य र एक अर्काको सल्लाह सुझाव र नेपाली जनताले यतिखेर जेनजी पुस्तालाई एउटा के गर्नुपर्छ भने यतिखेर आवश्यक बमोजिम भन्नुपर्छ, सुझाव दिनुपर्छ र मुलुकको न्याय मतलब कि मुलुकको परिवर्तन गर्नका निम्ति जेनजीले अगाडि बढाउनुपर्छ र जेनजीलाई सल्लाह सुझाव गर्ने हो। यतिखेर धेरैजना व्यक्तिहरू भनिराख्नुहुन्छ भेट्न आइरहेका छैनन्, एक अर्कामा कोअपरेसन छैन, कोअर्डिनेसन छैन भनिराख्नुहुन्छ। हामी सबैसँग कोअपरेसन कोअर्डिनेसन गर्न चाहन्छौँ। यतिखेर हामी मतलब यो नयाँ भएको हुँदा पनि हाम्रो एउटा अनुभव छैन, तर अनुभव
बटुल्दै हामी सबैसँग सहकार्य गरेर यो मुलुकलाई चाहिँ हामीले मतलब जेनजीहरू एकजुट भएर एक ढिक्का भएर चाहिँ हामी जसरी पनि अघि बढ्नेछौँ र हामी कुनै पनि राजनीतिक दलको विरोध गर्दैनौँ, हामी कुनै पनि जाति धर्म संस्कार संस्कृति कसैको विरोध गर्दैनौँ। हामी एक भएर नेपाली जनतालाई एउटा हामी नेपाली भूमिलाई न्याय गर्नका निम्ति अगाडि बढेका छौँ र जनताप्रति उत्तरदायी र मुलुकप्रति उत्तरदायी र समाजको एउटा समाजमा दिशा निर्देश गर्न र मार्ग दिशा निर्देश गर्नका निम्ति समाजलाई अगाडि बढाउनका निम्ति हामी अग्रसर छौँ। र एक कुरा के हो भनेदेखि हामीले अब आवश्यक परेका खण्डमा यो भनेको राष्ट्रपतिसँग सम्झौता हुने यो डकुमेन्ट हो र प्रधानमन्त्रीसँग गृहमन्त्रीसँग पनि विभिन्न तरिकाले अगाडि बढ्नुपर्ने छ र जुन तरिकाले आज हाम्रा जेनजी आन्दोलनकर्ताहरू पक्राउ परिरहेको सूचनाहरू आइरहेको छ यो चाहिँ तत्कालै निर्पेल होस् र तत्कालै हटोस्। किनकि भनेदेखि हामी आन्दोलन गरिसकेपछि आन्दोलनकर्ताहरू जेल जानुपर्ने कुनै पनि परिवर्तन आइसकेको छ र परिवर्तन सही दिशा निर्देश गरेर परिवर्तन गर्नुपर्छ। यहाँ कुनै पनि राजनीतिक दलको हस्तक्षेपले परिवर्तनमा रोक लगाउन हुँदैन। अब हाम्रो दिदी यहाँ घाइतेबाट बोलिराख्नु भएको छ। सम्पूर्णमा नमस्कार, मेरो नाम किशोरी कार्की र आज चाहिँ म हाम्रो प्रवेश दाहालको भाइको नेतृत्वको तर्फबाट म लगायत हाम्रो सम्पूर्ण टिमहरू यहाँ आएको छौँ र म मात्रै नभएर हाम्रो जति घाइते हाम्रो शहीदहरू पनि हुनुहुन्छ उहाँहरूको पनि के भनाइ छ भने हामीले एउटा राम्रो नेतृत्व र हाम्रो एउटा राम्रो लिडरसिप चाहियो भन्नुभयो उहाँहरूले र मेरो त उहाँहरूसँग भेट भएको थिएन, मेरो भर्खर भेट भएको र उहाँहरूले चाहिँ मलाई के भन्नुभयो भने फिल्डमा खटिएको मान्छेहरूलाई हामी अगाडि बढाउन चाहन्छौँ भनेर उहाँहरूले पनि मलाई प्रस्ताव राख्नुभयो र म लगायत जतिजना फिल्डमा खटिनु भएको थियो हाम्रो 23 गते साथसाथै 24 गतेको जुन आन्दोलनमा हाम्रो फिल्डमा खटिनु भएका कति शहीद हुनुभएको छ, कति घाउसँग लडेर अस्ति अस्पतालहरूमा लडिराख्नु भएको छ ती बेडहरूमा र उहाँहरूको भनाइ र माग चाहिँ हाम्रो माझमा आएन भन्नुभएको छ। अघि भर्खरै भाइले हाम्रो यो पढेर सुनाउनु भयो बुदाहरूमा 4 जना हामीले घाइते र शहीद परिवारहरूबाट उहाँलाई पनि कोटा राखेको छौँ र उहाँहरूले चाहिँ अब यो आन्दोलन त हामीले गऱ्यौँ, हाम्रो जेनजीको जित भयो, तर बिचमा हाम्रो यो जेनजीको जुन हाम्रो लिडरसिप यो ग्रुपिजम थियो यो एकदमै फितलो भएको थियो। तर अब चाहिँ हामी सबैजना यसरी हामी नविभाजित नहौँ र मिलेर गरौँ भनिसकेपछि हामी सबैजना ग्रुप आज एकजुट भएको छौँ। हाम्रो प्रवेश भाइ लगायत हाम्रो सुदन दाईहरूले पनि सपोर्ट गर्छौँ, तिमीहरू अगाडि बढ भन्नुभएको छ र अब चाहिँ हामी मात्रै नभएर हामी घाइते र मृतक परिवारहरू तपाईँहरू पनि यदि हामीसँग जोडिन चाहनुहुन्छ भने उहाँ भाइसँग लगायत हाम्रो टिमहरूसँग सम्पर्क गर्नुहोला र तपाईँहरूको लागि पनि हामीले कोटा छुट्याएको छौँ र यो लडाइँ हामीले मात्रै अगाडि बढेर सक्दैनौँ, तपाईँहरूको साथ र समर्थन चाहिन्छ हामीलाई। र हाम्रो असली जेनजी भनेको नै मैले पटक मिडियामा पनि भनिरहेको छु, जसले यो देशको लागि आफ्नो सडकमा रगतको बलिदान दिनुभएको छ र साथसाथै जो घाउसँग लडिराख्नु भएको छ उहाँहरूलाई हामी असली जेनजी मान्छौँ। र यो आज हाम्रो सम्पूर्ण मिडियाहरूबाट म के भन्न चाहन्छु भने तपाईँहरू सबैजना हामीसँग जोडिनुहोस्, हामीलाई साथ दिनुहोस् र अब तपाईँहरू हामी सबै मिलेर हाम्रो जितलाई अगाडि बढाउनेछौँ। म त्यति नै भन्न चाहन्छु अहिले। हामी अब अन्तिम कुरा के छ भने हामी सबै जेनजीहरूसँग सहकार्य संवाद र एक अर्कासँग सहकार्य गरेर चाहिँ हामी अघि बढ्न चाहन्छौँ। यति भन्दै टीकारामले बुवालको कुरा राख्नु। नमस्कार सम्पूर्ण पत्रकार मित्रहरू, प्रवेशजी र हाम्रो दिदीले भनिसक्नुभएको छ हामी जेनजी युवाहरू अब पञ्चशीलको सिद्धान्तमा उठ्न चाहन्छौँ, सबैले सहकार्य गर्न चाहन्छौँ, नेपाली जनताहरूको साथ चाहन्छौँ र यो देशलाई अब जिरोबाट हिरो बनाउन चाहन्छौँ, देशले एउटा दिशा निर्देश दिन चाहन्छौँ। संसारको जुनसुकै इतिहासमा पनि आन्दोलन भइसकेपछि त्यो आन्दोलनलाई मार्ग दिशा दिनुपर्ने हुन्छ, त्यसको लागि सम्झौता गर्नुपर्ने हुन्छ। त्यसको लागि सम्झौता गर्नुको लागि हामीले सबै जेनजी पुस्ताहरूलाई एकजुट पारिसकेका छौँ र त्यसको मार्ग दिशा दिनुको लागि हामीले सम्माननीय राष्ट्रपतिज्यूसँग हाम्रा एजेन्डाहरू छ, ती एजेन्डाहरू राखेर हामी उहाँसँग सम्झौता गर्न चाहन्छौँ र त्यो एजेन्डाबाट सम्झौता भइसकेपछि देशले एउटा निकासा दिन्छ भन्ने कुरामा हामी आशा गर्न चाहन्छौँ र यो एजेन्डा आफैमा पर्याप्त छैन। म भन्न चाहन्छु यो राष्ट्रपतिसँग सम्माननीय राष्ट्रपतिज्यूसँग यो एजेन्डा एग्रिमेन्ट भइसकेपछि हामी फेरि प्रधानमन्त्रीसँग एउटा एजेन्डा लान्छौँ र फेरि प्रधानमन्त्रीसँग भइसकेपछि हामी गृहमन्त्रीज्यूसँग जान्छौँ र त्यसरी सम्पूर्ण नेपाली जनताको आवश्यकता, आजको जेनजी पुस्ताको आवश्यकता, शहीदको आवश्यकता र जो अहिले हस्पिटलको बेडमा लडिरहनु भएका छ यिनीहरूको आवश्यकता, सम्पूर्ण आवश्यकता हामी सम्बोधन गर्न चाहन्छौँ र यसरी गर्न चाहन्छौँ, सहकार्य गर्न चाहन्छौँ र हामी आज इच्छाले होइन बाध्यताले आएको हो, हामी आवश्यकताले आएको हो। सेप्टेम्बर 8बाटै हामी सडकमा निरन्तर छौँ। अब हामी सडकबाट होइन हामी सदनबाट यसलाई समाधान गर्न चाहन्छौँ। त्यसको लागि सरकारबाट
साथ चाहन्छौँ, सहयोग चाहन्छौँ भन्दै मेरो अपिल गर्दछु। वार्ता टोलीको सबैले अलिअलि भनाइ चाहिँ राखिदिँदा राम्रो हुन्छ। सबैलाई इन्ट्रोड्युस पनि गराउनु पर्यो। अनि नाम प्रवेशजीले नै चिनाइदिनु वार्ता टोली। अनि अब बोल्ने मान्छेलाई बिचमा राख्दैन साउन्डका लागि। बस्नु न आफ्नो परिचय दिएर अब के होस् त जेएनजीको माग के होस् भन्ने कुराहरू र सबैलाई ल नाम र परिचय दिएर। नमस्कार, मेरो नाम चाहिँ योग्यता भण्डारी र हामी यहाँ सम्पूर्ण उपस्थित जेएनजीहरूको चाहिँ माग एउटै नै हो, एजेन्डाहरू एउटै नै हो। र अब हामीले आशा गरेको भनेको चाहिँ सम्पूर्ण अब नेपालीदेखि जेएनजीको टिमदेखि मात्रै नभएर हामी सम्पूर्ण नेपालीदेखि नै हामीले सपोर्टको आशा गरेको छौँ। र जति पनि यहाँ जेएनजीको नाम लिएर यो अब के भनौँ विद्रोह भनौँ अथवा केही अरू यो जेएनजीको नाम भनेर अरू के कुनै कुराहरू भइरहेछ होइन। अब त्यो चाहिँ के भनौँ अब त्यो चाहिँ एकदमै गलत भइरहेछ। र हामी सबैदेखि आशा चाहिँ हामी सबै टिमको आशा नै भनेको चाहिँ अझै पनि हामीले जेएनजीहरू जतिजना पनि हुनुहुन्छ सबैजना आइदिनुहोस्, हामीलाई साथ दिनुहोस्, सपोर्ट गरिदिनुहोस् होइन। हाम्रो आशा त्यही नै हो, हाम्रो एजेन्डा त्यही नै हो। र हरेक नेपाली जनता र हरेक जेएनजीको एजेन्डा पनि त्यही नै हो। र हामीले सबैलाई बोलाएकै नै छौँ, हाम्रो खुल्ला नै छ होइन। जति बेला आउनुहुन्छ तपाईँहरूलाई वेलकम छ। त्यही नै भन्न चाहन्छु। अब हजुरहरूको केही क्वेसन्स छ भने त्यो एकछिन साथीहरूको गरौँ पहिला। सबैजनालाई मेरो नाम चाहिँ कासिफ खान। सो म चाहिँ यहाँ मध्ये चाहिँ सबैभन्दा कान्छो पढेको छु म चाहिँ। सो मलाई मनमा लागेको कुरा चाहिँ जब कि एउटा इन्टरनेसनल मिडिया इन्टरनेसनल प्लेटफर्मभरि नै नेपालको नेतालाई क्रिमिनल भनेर ठहरिसकेपछि वाइ नेपालको सरकारले चाहिँ यसलाई चाहिँ एक्सन लिन सकेको छैन। किन सकेको छैन भन्दाखेरि चाहिँ इन्ट्रिम गभर्मेन्ट हामीले जुन फर्म गऱ्यौँ हामी सबैले एउटा आशा गरेर उहाँलाई एउटा सरकारको रूपमा हामीले एक्सेप्ट गरेको थियौँ। तर स्टिल उहाँले चाहिँ त्यो क्रिमिनलहरूलाई चाहिँ खुलेआम बजारमा हिँड्न दिनुभएको छ। त्यसको मतलब त अहिले मैले यहाँ कुनै एउटा नेतालाई नराम्रो भन्दा म पनि खुलेआम बजारमा हिँड्यो भने त मैले पनि गोली खान्छु। त्यसैलाई चाहिँ एउटा नर्मलाइज गर्ने चाहिँ एउटा वातावरण चाहिँ नेपालमा भइरहेको छैन। सो यसलाई चाहिँ हामी एउटा छानबिन आयोग क्रिएट गरेर यसलाई चाहिँ एउटा विद्रोहको रूपमा लिन सकिन्छ। सो हामी चाहिँ म चाहिँ यो कुरा गर्न चाहन्छु। सम्पूर्णमा नमस्कार, म दिपक जोङ अधिकारी। हुन त सम्भवतः सबै साथीहरूले विषयमा केही कुराहरू राखिसक्नु भएको छ। म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ सो आजको यो दिनसम्म आइपुग्दाखेरि जुन स्टार्टिङदेखि आजको दिनसम्म आइपुग्दाखेरि चाहिँ हामीले डे वानदेखि नै धेरैलाई समेट्दै आउन कोसिस गऱ्यौँ र समेट्ने क्रममा केही समेटिनु भयो र केही चाहिँ आफै चाहिँ बिग्रिँदै जानुभयो। सो सम्भवतः कारण चाहिँ के हो भन्दाखेरि चाहिँ यो आजको दिनमा नेतृत्व यो जेएनजी भनेको चाहिँ सबैको एउटा आवाज हो। सो आवाज चाहिँ तपाईँको यो जुन फ्रस्ट्रेसन छ यो फ्रस्ट्रेसनको इम्प्याक्ट चाहिँ एकैचोटि सडकमा चाहिँ ओरिजिनल वाक्यात्मक ढङ्गमा चाहिँ अगाडि बढेको छ यो जेएनजीले चाहिँ। सो त्यसमा चाहिँ अब हामीले चाहिँ के आह्वान गर्न चाहन्छौँ भन्दाखेरि जो हुनुहुन्छ प्लिज आइदिनुहोस्। हामी सबैजना मिलेर चाहिँ यो देशलाई कसरी चाहिँ बनाउन सक्छौँ हामी मिलेर चाहिँ गर्न सक्यौँ भने चाहिँ हामी सक्छौँ। नत्र भने तपाईँहरूले एउटा टिम बनायो फेरि अर्को टिमले आएर विघटन गरिदिने यो विषयहरूले गर्दाखेरि नै आजको दिनसम्म हामी चाहिँ यो ढिलाइ हुनु कारण चाहिँ त्यही नै भइरहेको छ। सो विभिन्न कुराहरू चाहिँ हामीले बुझ्न र हेर्न पनि सक्छौँ आजको दिनसम्म चाहिँ। सो सबैजना चाहिँ यो जेएनजी भन्दै हिँडिरहनु भएको छ र हामी जेएनजीसँग एक सहकार्य गरेर एक आवाज भएर चाहिँ यो देशलाई कसरी बनाउनु पर्छ भनी कसैले सोच्नु भएको छैन। घाइतेहरूलाई कस्तो समस्या परिरहेको छ कसैलाई यो चिन्ता छैन। जो मृतक परिवारलाई कुन चिन्ता परिरहेको छ त्यो कसैलाई मतलब छैन। यो सबै कुरालाई चाहिँ मध्यनजर गर्दाखेरि चाहिँ हामी एकजुट भएर एउटा आवाज बोकेर अगाडि बढ्न जरुरत छ। सो मेरो चाहिँ अनुरोध सबैजनालाई हामी सबैजना साथीहरूको अनुरोध के छ भन्दाखेरि हामी मिलेर जाउँ अनि कुराहरू सरकारसम्म पुर्याउँ। सरकारलाई भोलिको लागि कसरी यो सरकारले चाहिँ अझ सक्षम तरिकाले चाहिँ कसरी यो सरकारको नेतृत्व चाहिँ अझ हरेक जनमानसमा चाहिँ पुग्न सक्छ सबै नेपाली दाजुभाइहरूलाई चाहिँ सुविधायुक्त कसरी बनाउन सकिन्छ सबै कुरालाई चाहिँ बुझ्न जरुरत छ। सो मेरो अनुरोध सबैजनालाई लेट्स बी टुगेदर अनि लेट्स युनाइट।
उतै बस न, तिमी यता बस। नमस्ते सबैजनामा, मेरो नाम चाहिँ अर्पित कुवर। म पनि यही वार्ता टोलीमा छु। प्रवेश दाहालले हाम्रो एजेन्डा मागहरू राखिसक्नु भएको छ। हामी प्रवेश दाईको नेतृत्वमा अब राष्ट्रपतिसँग छिटै संवाद गर्ने नै छौँ र हामी सेप्टेम्बर 8 दिन सडकमै छौँ। हामी जनताको मागहरू, जेनजीको मागहरू सम्बोधन गर्नलाई हामी तत्पर छौँ र हामी राष्ट्रपतिसँग, प्रधानमन्त्रीसँग, गृहमन्त्रीसँग संवाद गरेर हामी टुङ्गो लगाउने नै छौँ। हामी सडकमै छौँ, अब हामी वार्ता गर्ने नै छौँ। धन्यवाद। हामी हात खाने छैनौँ। ल प्रवेशी बिचमा बस्दिन अनि यता बस्छु। ल ठिक छ। ल सेटअप छ। तपाईँहरूको केही क्वेसन एन्सर होइन, केही जिज्ञासाहरू? प्रवेशी अब तपाईँहरूले राष्ट्रपतिसँग वार्ता गर्ने भनेर घोषणा गर्नुभयो होइन? जेनजी आन्दोलनले सत्ता रिप्लेस भए पनि, अहिले अन्तरिम सरकार बने पनि कार्यकारी अधिकार त राष्ट्रपतिसँग छैन। उहाँ त खालि राष्ट्र प्रमुख मात्रै हो संवैधानिक हिसाबबाट। अब तपाईँहरूले राष्ट्रपतिसँग वार्ता गर्ने हो कि यति बेला चाहिँ अन्तरिम सरकारसँग वार्ता गर्नुपर्छ? यस्तो पर्मानेन्ट रूपमा जुन हामीले स्टेटको प्रमुखको रूपमा हामीले राष्ट्रपतिलाई दिन सक्छौँ र राष्ट्रपतिले नै प्रधानमन्त्री नियुक्त गर्नुभएको। त्यसो हुँदा हामीले के भन्न सक्छौँ भने यतिखेर यो एजेन्डा हामीले राष्ट्रपतिसँग नै सम्झौता गर्नुपर्ने हुन्छ र राष्ट्रपतिसँग सम्झौता गरिसकेपछि आन्दोलनको एउटा स्थायित्व र आन्दोलनको एउटा मार्गदर्शन पुरा हुने हुँदा हामी राष्ट्रपतिसँग सम्झौता गर्न चाहन्छौँ। अहिले भनेको अन्तरिम सरकारसँग चाहिँ तपाईँहरूको खासै होइन, गर्छौँ, प्रधानमन्त्रीसँग पनि गर्छौँ, तर अहिलेको यो एजेन्डा चाहिँ राष्ट्रपतिसँगै जस्तो तपाईँहरूले उठाउनु भएको एजेन्डा नि प्रत्यक्ष निर्वाचित कार्यकारी सङ्घदेखि प्रदेशसम्मको कुरामा हो। जस्तो हाम्रो संवैधानिक व्यवस्थाले त संसदको सदस्यलाई प्रधानमन्त्री भन्छ, भलै बाधा अड्काउ फुकाउ मार्फत अहिले अन्तरिम सरकार बनेको छ। यो निर्वाचन कानुन परिवर्तन गर्नको लागि तपाईँहरूले नै संसद विघटनको निर्णयलाई एक्सेप्ट गर्नुभयो। अब अध्यादेशबाटै संविधान परिवर्तन गर्ने हो भने पनि अध्यादेश त सरकारले सिफारिस गर्ने होला भनेको प्रक्रिया चाहिँ के? कसरी प्रत्यक्ष कार्यकारीको त्यो जुन संविधानमा व्यवस्था कहीँ त व्यवस्था गर्नु पर्यो नि त। हाम्रो संविधान जीवित छ, व्यवस्था जीवित छ, अहिले पनि त्यसलाई चाहिँ कसरी एडजस्ट गर्नु पर्यो? यसरी गर्न सकिन्छ। जुन अहिलेको यो भनेको चाहिँ कसरी भन्दाखेरि यो सरकार पनि संवैधानिक सरकार होइन, यो कदम नै असंवैधानिक कदम चालिसकिएको छ। यो संविधानले दिँदैन भने अन्तरिम संविधान लेखेर भए पनि हामीले प्रत्यक्ष कार्यकारीको निर्वाचन गराउनै पर्छ र प्रत्यक्ष कार्यकारीको निर्वाचन आज भने यो एजेन्डा हामीले राखेको गर्छौँ। अब यदि यो सरकारले गर्दैन भने त सरकारले गर्दैन, सरकार कमजोर हो, तर जेनजीको माग निरन्तर रहिरहन्छ। तपाईँहरूले नै आन्दोलन गरेर सरकार बन्दै गर्दाखेरि यसको कार्यदेश त फागुन 21 को चुनाव मात्रै हो नि त। तपाईँहरूले त्यो बेला एक्सेप्ट गर्नुभयो, अब अहिले आएर विरोध गरेर कि त फेरि आन्दोलन गर्नु पर्ला? यहाँहरूले फेरि आन्दोलन गर्नुपर्ने कुरा नै होइन नि। यो भन्नाले हामीले 2084 को चुनावलाई 82 मा सार्नका निम्ति आन्दोलन गरे होइन नि त। अहिले त त्यही देखियो, त्यही, तर हामीले खोजेको अर्कै, जनताले खोजेको कुरा अर्कै हो। त्यसो हुँदा के भन्न सकिन्छ भने हामीले जनताले परिवर्तन चाहन्छन् र प्रत्यक्ष कार्यकारीको निर्वाचन यो सरकारले गराउनुपर्छ। यो संविधानले दिँदैन भने अन्तरिम संविधान गर्नुपर्छ, होइन भने विज्ञको टोली मार्फत जसरी हुन्छ यो हामीले यो संविधान मानेको थियो भने आन्दोलन पनि हुँदै थियो। हाम्रो 2 तिहाईको सरकार यो संविधान संशोधन गर्नका निम्ति बनेको थियो, तर संविधान संशोधन गर्न नसकेपछि यो आन्दोलन भयो। त्यसो भएको हुँदा के भन्न सकिन्छ भने यो आन्दोलनले प्रत्यक्ष कार्यकारीको निर्वाचन, जिरो करप्सन यस्ता कुराहरूमा यो आन्दोलन भएको हो। त्यसो हुँदाखेरि हामीले भन्न सक्नुपर्छ यतिखेर परिवर्तन जनताले चाहन्छन्। यहाँनिर के हो भन्दाखेरि मैले भन्न चाहेको के भन्दा जेनजीले परिवर्तन चाहेको छ। जेनजीले मात्र होइन, यतिखेर नेपाली जनता युनाइटेड हुनुपर्छ। जेनजी भन्नाले जेनजीको उमेर समूह हो, तर अब चाहिँ नेपाली जनताले जेनजीलाई होइन नेपाली जनता सबै युनाइटेड भएर मुलुकको परिवर्तन चाहन्छ। तपाईँहरूले यो 11 जनाको समितिमा सदस्यता बनाउँदाखेरि रक्षाबमजीको पनि नाम राख्नु भएको थियो, उहाँ निस्किनु भयो। उहाँको अलिकति हामीले यसो बाहिर समाचारहरूमा सुन्दाखेरि उहाँको अभिव्यक्तिहरू जान्दाखेरि चाहिँ सन्तुष्ट उहाँ हुनुहुन्न। तपाईँहरूले पनि राजनीतिक डोरी सिक्न थाल्नुभयो कि भन्ने उहाँको आरोप छ। खास गरेर यो तपाईँहरू जसरी आइराख्नु भएको छ उमेर हेर्दाखेरि तपाईँहरू चाहिँ अलिकति अब जेनजी उमेरमै हुनुहुन्छ। वास्तवमा सुरुवातबाटै लड्दै गर्नु भएको पनि देखिन्छ। तर अहिले एकाएक जसरी तपाईँहरूको समूह बनिरहेको छ, फेरि अर्कोले असन्तुष्टि देखाइरहेको छ, फेरि अर्कोले चाहिँ म हुँ जेनजी भनेर बनाइरहेको छ। यसले गर्दाखेरि चाहिँ आम जनता पनि अलिकति रणधुल्लामा परिरहेको छ कि होइन? यसले भन्नु चाहिँ के भएको हो? त्यो तपाईँको विषयमा किन मतभेद भइरहेको होइन? मतभेद भन्ने कुरा होइन। यतिखेर के हुन्छ भनेदेखि अब जनता पहिलेलाई चाहिँ के हुन्छ भनेदेखि अरूले पनि आवाज त्यहाँभित्र घुसिदिन्छ क्या, अर्कैले माइन्डमा उ गरिदिन्छ। तर यतिखेर परिवर्तन चाहेको मैले यसो भनेको छ जुन कि
हामी नै नजाँदा अर्को व्यक्ति जाँदा पनि गर्न सक्छ भने गरोस्। तर यतिखेरसम्म कसैले आँट नगरिसकेपछि हामीले सबैजनालाई युनाइटेड गरेर सुदन गुरुङसँग पनि संवाद भयो, मिराज ढुङ्गानासँग संवाद भयो, रक्षाबम पनि आउनु भएको थियो, उहाँसँग पनि अलिअलि कुराकानी भएकै हो। तर पुरुषोत्तमजीसँग जो मुख्य मान्छे हाम्रो यहाँ अर्पित भाइ हुनुहुन्छ, विराटनगरमा हो मतलब सिडिओ कार्यालयबाट सिफारिस लिने मान्छे हुनुहुन्छ, सबैसँग संवाद गरे, सकेसम्म सबैसँग अझै पनि फेरि दसैँपछि पनि संवाद गर्ने हो, सबैसँग सहकार्य गर्ने हो र हामीले एकजना उहाँहरूसँग पनि सहकार्य गर्ने हो। तर उहाँले म बस्दिनँ, अब धेरै दिन पर जान्छु भन्न खोजिसकेपछि हामीले के गर्नुपर्छ, उहाँसँग हामीले संवाद गर्न खोज्दै पनि उहाँ टाढिन खोज्नुहुन्छ भनेदेखि अब हामीले के गर्न सक्छौँ र अब उहाँको ठाउँमा जसरी पनि एउटा महिलाको ठाउँमा महिला प्रतिनिधि त्यही पनि सडकमा जनतालाई मतलब कि त्यो दुर्घटनामा परेको घाइतेलाई त्यतिखेर तत्काल रूपमा एम्बुलेन्स नभएको बेला बाइकमा अर्काको बाइक स्टार्ट गरेर भए पनि उपचारमा पुर्याउने एकजना साहसी महिलालाई हामीले राखेको। यहाँ हाम्रो नजिकको मान्छे उहाँ कोही पनि तपाईँहरूको माग त अब न्याय दिने पनि होला सबभन्दा पहिला कुरो त होइन, दोषीलाई कारवाही गर। तत्कालीन अवस्थाको प्रत्यक्ष रूपमा दोषी देखिएकाहरूलाई सम्भवतः पहिला सुरु कारवाहीको दायरामा ल्याउनु पर्थ्यो। त्यो अहिलेसम्म सरकारले गरिरहेको छैन, गर्न सकेको छैन, अनुसन्धान भइरहेको छ, आयोग बनेको छ भनेको छ। तपाईँलाई के लाग्छ अन्तरिम सरकारले तत्कालीन अवस्थाको सरकारलाई कारवाहीको दायरामा ल्याउन सक्छ? होइन, ल्याउन सक्छ सक्दैन भन्ने कुरा होइन क्या, ल्याउन सक्नुपर्छ भन्ने कुरा हो। हामीले हाम्रो आवश्यकता भनेको यो, हाम्रो माग भनेकै यो तत्कालीन सरकारलाई कारवाही गर भन्ने हो क्या, र गर्नुपर्छ र गर्छ गर्दैन भनेर हामी आशावादी नहुँदैन। गर्नुपर्छ। तपाईँले सुन्नु भएन अभिव्यक्ति हिजो 25 मिनेट अभिव्यक्ति उहाँले होइन, त्यो अभिव्यक्ति दिनु नै गलत हो नि त। त्यस्तो अभिव्यक्ति दिनुहुन्छ भने त हामीले आशै गरेका थियौँ। तर उहाँले त जुन अभिव्यक्ति दिनुभयो कहीँ उहाँको तपाईँहरूलाई परिचय धन्यवाद। उहाँले कहीँ आत्महत्या गरेर सुन्नु भएन होइन, आफ्ना आलोचना हुनाले उहाँले यतिखेर साँच्चै भन्नुपर्छ, यतिखेर शहीद र घाइतेको सपनामाथि उहाँले खेलवाड गर्न खोजिरहनु भएको छ। यतिखेर शहीद र घाइतेको सपना भनेको यो मतलब कि यो संसदीय चुनाव थिएन र यो संविधान मानेर आन्दोलन भएको थिएन, र शहीद र घाइतेले देखेको सपना पुरा हुनुपर्छ। र यति मात्र भन्न चाहन्छु, यतिखेर परिवर्तन जनताले चाहेका छन्, हामी युनाइटेड हुनुपर्छ र कसैले कसैलाई आरोप प्रत्यारोप धेरैजना व्यक्तिहरू अगाडि पछाडि हिँड्ने। आज साँच्चै भन्न चाहन्छु, छिमेकीको एउटा काकाले सहयोग गर्न पाइरहेको छैन राजनीतिक दलको कार्यकर्ता भएको कारणले। यस्तो परिस्थितिमा हामीले हामी कसैलाई समाजमा भएका व्यक्तिहरूलाई कसैलाई पनि हामी खण्ड विखण्ड गर्न चाहँदैनौँ। सबै नेपालीलाई युनाइटेड गर्ने हो र सबै नेपाली एकजुट हुनुपर्छ। जेनजी पनि एकजुट हुनुपर्छ र जेनजी भन्नाले जेनजीलाई नेपाली जनताले सुझाव दिने हो, विज्ञ टोलीले सुझाव दिने हो, पत्रकार साथीहरूले सही सल्लाह दिने हो, कहिलेकाहीँ इन्टरभ्यू दिनै पनि आइपुग्न सकिँदैन। तर आवश्यकता र परिवर्तन मतलब कि सबैसँग सल्लाह सुझाव लिएर सबैको सुझाव एकीकृत गरेर एजेन्डा बनाएर चाहिँ मुलुकको परिवर्तन भन्नाले अब तपाईँहरूले के गर्नुपर्छ भने सबै नेपाली जनतालाई म आह्वान गर्न चाहन्छु, देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्न चाहन्छु, अब आधुनिक नेपाल कसरी बनाउन सकिन्छ त, अब आधुनिक नेपालको खाका कसरी पर्न सकिन्छ त भन्ने तरिकाले मेरो फेसबुक आइडी प्रवेश सिभिल वाइस छ र त्यो आइडी मार्फत भए पनि त्यहाँ म्यासेज गरेर भए पनि हामीलाई जानकारी दिनु होला। प्रत्येक जेनजी पुस्ताका मान्छेहरूलाई, एउटालाई मलाई मात्र होइन, सारा जेनजी पुस्ताका युवाहरूलाई, घर घर टोल टोलमा भएका युवाहरूलाई तपाईँहरूले सुझाव दिनुपर्छ र मोडर्न नेपाल अब बनाउनुपर्छ। जसरी भए पनि अब यो शहीद र घाइतेको सपनामा हामीले खेलवाड गर्नु हुँदैन। र म अहिले मतलब कि 15 दिन मतलब अहिले 12-13 दिन भयो हामी सबै मतलब यो काठमाडौँ विराटनगरमै आन्दोलन गर्दै गर्दा पनि यहाँ आएर हामी बसिरहेका छौँ। हामी कोहीसँग पनि प्रतिशोध साट्दैनौँ, हामी सबैसँग सहकार्य गर्छौँ। कहिलेकाहीँ मिस्टेक हुनसक्छ, तर त्यो मिस्टेक हामी सुधारेर अगाडि बढ्न चाहन्छौँ। भक्तपुरबाट आएको सन्देश या अभिव्यक्तिले तपाईँलाई डर थ्रेट केही त्यस्तो छ अहिले? भक्तपुरमा कहाँबाट आइहाल्छ नि, 1-2जना व्यक्तिले त्यो दिइहाल्छ नि, त्यस्ता व्यक्तिको के दिइरहेको? 1-2जना व्यक्ति होइन, तत्कालीन अवस्थाका प्रमुख। तत्कालीन अवस्थाका प्रमुख भन्नाले को? पूर्व प्रधानमन्त्री। उहाँ पूर्व प्रधानमन्त्रीलाई त खासमा भन्यो भने त्यसरी सेक्रेटरी दिनै हुँदैन थियो त्यो उहाँको यो अहिलेको आन्दोलनले त। तर जसरी सेक्रेटरी दिएर केही पनि हुँदैन, उहाँको त्यो आउँछ अभिव्यक्ति। अब कहिलेकाहीँ त्यो अलिकति के भएको छ जेनजीको मुद्दा हाइज्याक भयो भन्ने आरोप छ, यो विषयमा के भन्नु? होइन, जेनजीको मुद्दा हाइज्याक हुन दिनु हुँदैन, हाइज्याक हुनु हुँदैन र हामीले जसरी पनि गर्नुपर्छ भन्नु। कसरी हाइज्याक हुन्छ? तपाईँहरूको माग त कार्यकारी होइन र? हजुर, कार्यकारी हो नि त, देशको कार्यकारी चाहिए हो नि त तपाईँहरूको। अनि त्यो कसरी सम्बोधन हुन्छ त? अब जसरी पनि सम्बोधन गर्नुपर्छ। यो सरकारले यो संविधान होइन, हामीले मागेको भनेको प्रत्यक्ष कार्यकारीको निर्वाचन हो र प्रत्यक्ष कार्यकारीको निर्वाचन मागेको हुँदा हामीले अन्तरिम संविधान लेखेर हुन्छ कि यो संविधान संशोधन गरेर हुन्छ कि हामी कसरी भन्दा पनि आन्दोलनकारीले माग राख्छ। मेरो सुरु दिनदेखि नै यही छ, आन्दोलनकारीले माग राख्छ। सरकारले पनि फेरि ढालेर अनि फेरि आन्दोलन गर्ने कि कसरी गर्ने? होइन, सरकार किन ढाल्नु? सरकार बताइदिनु न त, हामी यसरी जान्छौँ भनेर यो गर्नुपर्ने होइन। यो सरकारले अन्तरिम संविधान लेखेर भए पनि यो संविधानले प्रत्यक्ष कार्यकारीको निर्वाचन दिँदैन र यो सरकारले अन्तरिम संविधान लेखेर भए पनि अन्तरिम संविधान विज्ञ टोली मार्फत 15-20 दिनमा एउटा
मस्यौदा तयार गरेर यो चुनाव गराएर अनि फेरि संविधान लेख्दा पनि केही फरक पर्दैन। यो देशमा भनेको संविधान कानुन भन्ने कुरा के हुन्छ भने जनताले बनाउने कानुन हो क्या। जनताले मानेको कानुनको कानुन त कानुनले जनतालाई बजाउने होइन क्या। कानुन जनताले चाहिँ कानुन बनाएर आफू एउटा उसमा बस्नुपर्छ क्या। तपाईँहरूले यहाँ भन्नुहुन्छ यो चुनाव गराएर भए पनि पुनर्लेखन गरिन्छ भनेर, अनि त्यसरी तपाईँहरूको एजेन्डा नि हाइज्याक भएन र कसरी के कुरो गर्नुहुन्छ? तपाईँहरू कार्यकारी भन्दा जुन एजेन्डा लिएर आउनु भएको थियो त्यो संविधान पुनर्लेखन गर्नुपर्ने होला, संशोधन गर्नुपर्ने होला, केही न केही त होला नि त्यसमा कुरा गर्नु। अन्तरिम संविधान जारी गर्दा पनि हुन्छ नि त। यो कसरी गर्नु? कहिले फागुन 21 पछि गर्ने? फागुन 21 पछि होइन, चुनाव भएको यता सुन्नु मेरो कुरा। चुनावको तुलना मतलब कि चुनाव यतिखेर तोक्ने अवस्था होइन क्या। यो चुनाव तोक्ने अवस्था होइन। यतिखेर प्रत्यक्ष कार्यकारीको संविधान लेखेर भए पनि प्रत्यक्ष कार्यकारीको चुनाव गर्नु र आयोग बनाएर भ्रष्टाचारीको कारवाही गर्नुपर्छ र यतिखेर भनेको तपाईँहरूले सुझाव दिने हो, सल्लाह दिने हो। यतिखेर यिनै कुरा हुन चाहन्छु। हाम्रो काम प्रश्न सोध्दा तपाईँलाई प्रश्न गरेको, अब चुनाव नलिख्ने भन्छ, चुनाव नगर्ने भन्छ, त्यसरी त चुनाव त गर्नुपर्छ। प्रत्यक्ष कार्यकारीको चुनाव अन्तरिम संविधान लेखेर भए पनि गर्नुपर्छ भन्ने कुरा हो। तपाईँहरूको एजेन्डा नि हाइज्याक भइसक्यो, चुनाव गराउने एजेन्डा हाइज्याक भएको छैन। एजेन्डा हाइज्याक भएको छैन। एजेन्डा हामीले अझै राष्ट्रपतिसँग सम्झौता गर्न बाँकी नै छ। कहिले हुन्छ यो सम्झौता? सम्झौता जहिले भए पनि मतलब सम्झौता अब भोलि पर्सि जुन दिन भए पनि हुन्छ। तपाईँहरू वार्ता टोली हिजो बनाउनु भयो, कति 10-11 जना कतिजना बनाउनु, सबैजना यहाँ उपस्थित हुनुहुन्छ होइन? यहाँ उपस्थित अहिले थोरै भए पनि उहाँहरूको सहमति छ। सहमति छ। जस्तो यहाँले एउटा चाहिँ प्रतिशोधपूर्ण कदम चाल्नुभयो जस्तो लाग्दैन? जेनजी आन्दोलनको क्रममा भएका अपराधहरूको जस्तो जेनजीहरूले गरे यहाँ चाहिँ पक्राउ नगर्ने अथवा पक्राउ गरियो प्रतिशोध भयो भन्ने खालको कुरा गर्नुभयो। पुरानो सत्ताका प्रतिनिधिहरूलाई पक्राउ गर्नुपर्छ भन्दै गर्दा जेनजी आन्दोलनमा भएका अपराधहरूको चाहिँ के हुन्छ तपाईँहरूको दृष्टिकोण? यतिखेर एउटा अनुसन्धान आयोग बनाएर साँच्चै घटना घटेको छ भने ती व्यक्तिहरूलाई पक्राउ गर्न सकिन्छ। तर त्यो प्रतिशोध साँधेर घर घरमा यतिखेर दसैँको मुखमा जुन जुन घटना कहिलेकाहीँ हुन्छ भनेदेखि एउटा भिडले गरेको घटना हो। व्यक्तिगत घटना भए नभएको हुँदाखेरि त्यो व्यक्तिगत घटना त्यो पक्राउ गर्न जरुरी छैन। हस् धन्यवाद। मेरो अनुहार त्यति राम्रो छैन। Thank you.